हामीले यति बेला चाइनिज गोबीको लागि माटो भर्दैछौँ क्यारेटमा, कुखुराको गुहु र माटो। अनि यहाँ उम्रिँदैछ सानो सानो भएर। फाइनल्ली गाइज यहाँ उम्रिसकेको छ। 2 पाते भइसक्यो। यो चिनिया गोबी यानि कि जापानिज भाषामा हाकुसाई भन्छ। उम्रिँदैछ। हामीले यस्तो गरेर हामीले कृषि गर्छौँ जापानमा। अनि यहाँ यति ठुलो भइसक्यो यी। अनि गाइज पछि यो ठुलो भइसकेपछि फेरि हामीले बाहिर सार्नुपर्छ। यो चाहिँ भित्र टन्ले भित्र यति ठुलो भइसक्यो। अब यो रोप्ने बेला भइसक्यो। यो रोप्नको लागि तयारी छ। फाइनली गाइज यो बाहिर सार्ने भइसकेको छ, रोप्ने भइसकेको छ। अनि यो हेर्दाखेरि ठ्याक्कै रायोको साग जस्तो देखिन्छ, तर यो रायोको साग चाहिँ होइन, चिनिया गोबी हो। पछि ठुलो ठुलो